अनि मलाई कतिजना हाम्रो दाजुभाइ दिदीबहिनीहरूले सोध्नु भएको थियो होइन। अनि कति वर्षको लाग्छ भनेर धेरैजनाहरूले सोध्नु भएको थियो मलाई। कुनै कुनै स्थितिमा त होइन पाइले पछि नेपाली भेटिन्छ होइन। कति महिना लाग्छ प्रोसेसिङ टाइम। हेलो गाइज, वेलकम टु माई युट्युब च्यानल। सदा झैँ तपाईँहरूको माझमा आइसकेको छु म, बिआर मगर भ्लग। सानोतिनो भ्लग मार्फत तपाईँहरूलाई जानेका कुराहरू केही सेयर गरौँ कि भनेर चाहिँ एउटा सानोतिनो भ्लग बनाउँदै गइरहेको छु। अनि मैले पहिला बनाउने भिडियोहरूमा चाहिँ कतिपय मान्छेहरूले यति कमेन्ट गर्नुभयो है, त्यहाँहरूको आज एन्सर दिनलाई। अनि कतिजनाले मेसेजहरू गर्नुभएको छ मलाई होइन, त्यो युट्युबमा अनि मेसेन्जरमा। त्यहाँहरूको सबको आज यो भ्लगबाट मैले एन्सर दिन गइरहेको छु। अनि हाम्रो दिदीबहिनीहरूले पनि एकदमै धेरै मलाई मेसेज गर्नुभएको छ। अनि केटीहरूलाई कस्तो काम मिल्छ अनि कस्तो हुन्छ केटीहरूलाई भनेर भन्नुभएको छ। त्यहाँहरूको लागि पनि यो स्पेसली यो भिडियो चाहिँ है। अनि त्यही हो, केटीहरूको लागि चाहिँ अब यस्तो काम उस्तो काम भन्ने हुँदैन होइन। अब त्यही त हो नि, अब डाइरेक्ट कम्पनी पर्न एकदम गाह्रो हुन्छ। अनि एजेन्सीमा आउने हो, एजेन्सीमा अब कुन काम पर्छ के पर्छ भन्ने चाहिँ एक्ज्याक्टली थाहा हुँदैन क्या। त्यही भएर पनि अब यो काम हो ऊ काम हो भन्न चाहिँ सकिँदैन है। अब कतिपय दिदीबहिनीहरू चाहिँ हाम्रो यहाँ चाहिँ यो सिलाइ कटाइ भन्ने हुन्छ नि, कपडाहरू सिलाउने त्यस्तोमा चाहिँ आउनु भएको कतिपय दिदीहरू बहिनीहरू कति आउनु भएको नेपाली दिदीबहिनीहरू। अनि त्यो डाइरेक्ट कम्पनी भन्ने चाहिँ त्यस्तो मलाई त्यति धेरै चाहिँ त्यो चाहिँ थाहा छैन, अहिलेसम्म देखाएको पनि छैन मैले। अब हाम्रो दिदीबहिनीहरू प्राय सबै एजेन्सीमा आउनु भएको छ होइन। एजेन्सीमा आएको दिदीबहिनीहरूलाई त थाहै छ होला काम कति बेला के पर्छ कहिले बेला के पर्छ भन्ने होइन। कहिले हाउसकिपिङ काम होइन, कहिले कम्पनीमा, कहिले कहाँ हालिदिन्छ क्या। अब एजेन्सीमा चाहिँ त्यो हुन्छ। त्यही भएर पनि सकेसम्म एजेन्सीमा नआउनुहोस्। डाइरेक्ट कम्पनी फेरि एकदम गाह्रो छ, एकदम कम चान्स पाउँछ है डाइरेक्ट कम्पनी आउनलाई होइन। त्यही त हो नि, अब डाइरेक्ट कम्पनी पाउन गाह्रो छ। अनि हामीहरूलाई चाहिँ अब एनी हाउ युरोप जानै पर्ने टाइपको अब हाम्रो सोच हुन्छ होइन। अब तपाईँहरू म जो पनि अब त्यो सोच भएर आउने हुन्छ होइन। अब यहाँ आएर चाहिँ जोस् 3-4 महिना चाहिँ एकदम स्ट्रगल गर्नुपर्छ। अनि जोस् आफूलाई चाहिँ अब त्यो बेला चाहिँ आफूलाई चाहिँ मस्त मेन्टेन राख्न सक्नुपर्छ होइन। कोही मान्छेहरू त अब डिप्रेसन जाने सम्भावना नै हुन्छ है, किनकि अब त्यत्रो ऋण लगाएर आया हुन्छ है। अनि त्यही माथि अब कामै पाउँदैन सितिमिति होइन। अनि खानलाई के गर्नु होइन, घरबाट माग्नु कसरी। अनि त्यत्रो पैसा लाएर आया हुन्छ, घरबाट माग्नु कसरी होइन। साथीभाइलाई भनौँ अब साथीभाइले वास्तै गर्दिन्न होइन। अनि त्यही त हो नि, एकदम गाह्रो छ। अनि त्यही हो, अब प्राय धेरै जसो हाम्रो यहाँ चाहिँ धेरै जसो चाहिँ सप्लाई कम्पनी छ होइन। अब तपाईँहरूलाई थाहै होला ठुलो ठुलो एजेन्सीहरूको नामहरू चाहिँ होइन। अनि त्यहाँ चाहिँ यति धेरै नेपालीहरू आउनु भएको छ नि, कुरै छाड्दैन क्या। यति रुवाबासी छ नि आजभोलि स्लोभाकियामा। ठुलो ठुलो एजेन्सीहरू तपाईँहरूलाई थाहै छ होला होइन, एजेन्सीहरूको नाम अब त्यो किन भन्नु पर्यो होइन। अनि त्यो एजेन्सीहरूले डाइरेक्ट कम्पनीबाट कन्ट्र्याक्ट लिएर उनीहरूलाई चाहिँ त्यहाँ हालिदिन्छ क्या। अनि त्यसपछि अनि डाइरेक्ट कम्पनी पाउन एकदम गाह्रो छ क्या। एजेन्सीको मान्छेहरू सबै कम्पनी लगिहाल्छ। अनि त्यही त हो नि, अब कति मान्छेहरू ल्या हुन्छ एजेन्सीले, अनि सबैलाई काम लाउन पनि सक्दैन। फेरि कतिको त रुवाबासी छ है, फेरि एकदम कामै नपाएर यति रुवाबासी छ होइन कतिलाई चाहिँ अब कुनै कम्पनीहरूमा काम लगाइदिन्छ होइन। त्यही हो। अनि एकदम गाह्रो छन चाहिँ अहिले स्लोभाकियामा, भनेको जस्तो सोचेको जस्तो चाहिँ छैन। अनि हामीले अब जति लाग्छ नि त्यो लागत भन्दा ठ्याक्कै डबल दिएर आउने हुन्छ होइन हामी नेपालीहरू चाहिँ। अब एजेन्टहरू धेरै भएर त्यही त हो नि, अब डाइरेक्ट यहीँको मान्छेहरूसँग चिनजानी भएपछि त खासै पैसा नि लाग्दैन नि त।
तर एजेन्सीबाट त्यस्तोबाट आयौँ भने चाहिँ एकदम धेरै लगिदिन्छ हाम्रो पैसाहरू होइन, त्यत्रो तिरेर आउँछौँ हामी। त्यही त हो नि। अनि मलाई कतिजना हाम्रो दाजुभाइ दिदीबहिनीहरूले सोध्नु भएको थियो होइन, अनि कति वर्षको लाग्छ भनेर। यहाँ चाहिँ अब वर्ष त यस्तो तोक्दैन होइन, त्यो अब 18 वर्षदेखि माथिकोलाई चाहिँ अब ल्याउँछ। यहाँ त अब कस्तो छ भनेपछि जससँग पैसा छ होइन, जसले पैसा धेरै पेलिदियो ऊ चाहिँ यहाँ आइपुग्यो क्या। अब न इन्टरभ्यू हुन्छ न सिप देखाउनु पर्छ, केही पनि पर्दैन। यहाँ आएर सिधै अब एजेन्सीमा झ्याम्म लिएर एजेन्सीको होस्टेलमा राखिदिन्छ मस्त, कति महिना बसाल्ने होइन। अनि त्यसपछि अनि त्यो बेला थाहा हुन्छ कि अब पढेको कति वर्षको कति के भन्ने, अब त्यति बेला चाहिँ थाहा हुन्छ होइन। तर यहाँ त्यस्तो पढाइहरू त्यो यस्तो स्किल उस्तो स्किल त्यो केही पर्दैन। फेरि ल्याङ्ग्वेजहरू पनि त्यो इङ्ग्लिस नआए पनि चल्छ। यहाँ त कान सुन्नुहोस् होइन, हातखुट्टा चलोस् चल्यो क्या स्लोभाकियामा चाहिँ। अब त्यस्तो छ। अब यहाँ चाहिँ जस्तो मान्छे आए पनि यहाँ त 0 लेभलदेखि सुरु गर्नुपर्छ होइन। अब 0 लेभलदेखि टक्क सुरु गर्ने हो। अनि त्यही हो, अब भनेको जस्तो चाहिँ हुँदैन क्या। अब कतिले भन्नुहुन्छ होइन, कस्तो काम के काम कति वर्ष त्यस्तो भन्नुहुन्छ होइन। अब त्यो चाहिँ कसैले पनि यो काम यति यस्तो काम उस्तो काम यो कम्पनी ऊ काम पनि त्यो भन्न चाहिँ कसैले सक्दैन होला है सायद। अनि हाम्रो धेरैजनाहरूले सोध्नु भएको थियो मलाई, कति महिना लाग्छ प्रोसेसिङ टाइम, अनि डेट लिएको यति महिना भइसक्यो डेटै आएन, यस्तो टाइपको सोध्नु भएको थियो होइन। अब त्यो चाहिँ अब कति महिना प्रोसेसिङ भन्ने त्यो चाहिँ अब तपाईँहरूको एजेन्टको हातमा पर्छ होइन। अब एजेन्टले कतिको छिटो काम गरिदिन्छ त्यो अनुसार चाहिँ पर्छ। अनि डेट किन आएन भन्ने भन्छ भने अब हाम्रो अब नेपालदेखि नै डेट ल्याउने त्यो भइसक्यो होइन। अनि दिल्लीबाट ल्याएपछि अलिक छिटो आउँछ भन्छ। त्यो चाहिँ अब तपाईँहरूको एजेन्टको हातको कुरा हुन्छ होइन। तपाईँहरूको एजेन्टको अब कतिको त्यहाँ एम्बेसीमा कतिको पावर छ होइन, अनि कतिको त्यहाँ चाहिँ अब चिनजानी भएको मान्छेहरू छ, त्यो अनुसारले चाहिँ डेट पाउँछ होइन। आजभोलि चाहिँ अब सबै पैसामै बिग्छ क्या डेटहरू, यो सबै दुनियाँ। त्यही भएर पनि नपाउन सकेको होला होइन। अनि त्यही हो, नत्र प्रोसेसिङ टाइम चाहिँ अब 3 to 5 month भन्छ। कोही मान्छे 3 महिनामै आछ, कोही मान्छे 5 महिनामा आछ, कोही 1 वर्ष कुरे होइन, त्यस्तो हुन्छ। अब सोचेको जस्तो भनेको जस्तो त कहाँ हुन्छ र होइन। अब त्यही हो, अब एजेन्टहरूको हातमा हुन्छ सबै कुराहरू। तपाईँहरूको अब इन्टरभ्यू हुँदैन केही हुँदैन। तपाईँहरूलाई अब ओर पर्मिट नदेखाएरै डाइरेक्ट बिएफएस गर्नलाई बिएलएस गर्नलाई पठाउँछ उनीहरूले भनेपछि सोच्नु न, अब कति त्यहाँ भित्र के गरेर अब उनीहरूले बनाइदिने हो क्या त्यो चाहिँ सबै चिजहरू। त्यही भएर पनि केही हामीलाई थाहै हुँदैन। अनि हामीलाई चाहिँ फेक हो कि जस्तो पनि लाग्छ। तर त्यो अब उनीहरूले खै के गरी बनाउन चाहिँ, तर त्यो 3 to 5 महिनामा चाहिँ कन्फर्म हुन्छ कसैको चाहिँ अब हुँदैन। त्यही त हो नि, नसिबमा लेखेको छ भने भइहाल्छ, छैन भने चाहिँ हुँदैन होइन। देख्न सकिन्छ यहाँ चाहिँ यस्तो छ पहाडहरू टक्क। अनि त्यही हो, अब प्राय सबै नेपाली दाजुभाइहरू आउने भनेको अब धेरै जसो एजेन्सीमा आउने हो होइन। अब हामीहरू त अब अरू देशबाट यहाँ आएको होइन, स्लोभाकिया चाहिँ। अनि हामी चाहिँ अब रोमानिया क्रोएसिया माल्टाबाट पहिला चाहिँ यसरी आएको होइन। त्यो बेला चाहिँ आजभन्दा 2 वर्ष 3 वर्ष पहिला चाहिँ स्लोभाकियामा मान्छेहरू पनि कुनै थिएन क्या। यहाँ नेपालीहरू त्यति साह्रो थिएन है, त्यही थियो होला अलिअलि थियो होला कता कता थियो होला। तर अहिले चाहिँ यति भर यति आहानी अहिले एजेन्सीबाट आएर होइन, पुरै स्लोभाकियै भरिसक्यो होइन। अहिले त कुनै सिटीमा त होइन पाइले पछि नेपाली भेटिन्छ होइन, नेपाली दाजुभाइ दिदीबहिनीहरू। तर त्यही त हो नि, अब बिचरा अब त्यहाँहरूले कुनैले काम पाउनु भएको कुनैले पाउनु भएन है। त्यही हो, अब सुरुमा त्यस्तै हो क्या, गाह्रै हुन्छ क्या सेटल हुन चाहिँ। युरोपमा एकदम गाह्रो छ अहिले, भनेको जस्तो छैन होइन। अनि गाह्रो त गाह्रै हुन्छ। धेरै जसो चाहिँ अब त्यही हो, एजेन्सीमा आउनु भएको आजभोलि। अब त्यही हो, अलि अब पैसा चाहिँ अब त्यत्रो दिएर होइन, 16 लाख 18 लाखसम्म दिएको एउटा
मलाई एउटा दिदीले मलाई मेसेज गर्नुभएको थियो होइन, दिदी एउटा दाइले अनि हाम्रो उतै बुटोलतिरकै हुनुहुँदो रहेछ त्यहाँ दिदी दाइहरू, त्यहाँहरूले चाहिँ अब 18 लाख दिएर आउनुभएको रहेछ है। त्यो 18 लाख कमाउन कममा पनि 5 वर्ष त ग्यारेन्टी दिन्छु म लाग्छ होला त्यति चाहिँ। त्यहाँ दिदी अब त्यहाँ दाइहरू चाहिँ त्यही एजेन्सीमा काम गर्नुभयो भने त्यहाँहरूलाई कम्तीमा नि 5-6 वर्ष लाग्छ होला क्या त्यो 18 लाख दिनलाई, त्यो पुरा गर्नलाई। त्यही भएर अलि केयरफुल हुनु होइन। अब पैसा जति पनि दिएर अब युरोप जान्छु अनि त्यसपछि अन्त जान्छु भन्ने सोच भएको मान्छेहरूलाई चाहिँ एकदम सही हो। तर हामी जस्तो अब अलि फ्यामिली भएको मान्छेहरू होइन, त्यो भएकोलाई चाहिँ एकदम गाह्रो छ। अनि त्यत्रो 18 लाख दिएर त यार कामै पाउँदैन होइन। काम पायो भने त्यही त अनि 700-800 युरोभन्दा बढी बचाउनै सक्दैन होइन, कि त हाई स्किल चाहियो, त्यही त हो नि। आज चाहिँ खै के हो पानी पो पर्ला यार, यस्तो भयो। झन् यसो भ्लगहरू बनाऊ भनेर बाहिर निस्केको थिएँ। अब आज छुट्टीको दिन यसो मेरो चाहिँ अब मन्डे छुट्टी हुन्छ होइन, त्यही भएर यसो भ्लगहरू बनाऊँ भनेर निस्केको त पानी पर्न आयो। यो माथि जङ्गल साइडतिर चाहिँ अलिक धेरै पानी पर्दो रहेछ क्या आजभोलि होइन। यहाँ चाहिँ डेली पानी पर्छ क्या। अनि त्यही भएर पनि अब मजाले यसो भ्लग बनाऊँ भनेर यसो निस्किरहेको थिएँ बाहिरतिर। पानी आउन लागिसक्यो होइन, देख्न सक्नुहुन्छ यस्तो कालो निलो भइसक्यो मौसम, यस्तो भइसक्यो क्या मौसम चाहिँ अब यस्तो भइसक्यो है, पानी पर्ला जस्तो भइसक्यो। अनि म चाहिँ यसो भ्लग बनाऊँ भनेर केही सानोतिनो कुराहरू अपडेट गरौँ भनेर आएको थिएँ है। पानी आउन लाएर तनाव भयो नि त झनै। म चाहिँ आज हो कि अब टक्क भ्लग बनाऊ भनेर यसो बाहिरतिर निस्किएको होइन, कस्तो पानी पो आउनु लाग्यो यहाँ चाहिँ यार। अब यो यहाँ अहिले बर्खा लागिरहेछ क्या यहाँ पनि होइन, कति बेला पानी पर्छ थाहै हुँदैन क्या, यस्तो भइसक्यो है। पानी आउनु लगाएर पुरा हावाहुरी लागिरह पुरै। म चाहिँ यसो भ्लग बनाउन निस्केको त यार पुरा अँध्यारो भइसक्यो। अहिले बल्ल 1 बजे क्या, दिउँसोको 1 बजे होइन, पुरै अँध्यारो भइसक्यो यार पानी पर्न लगाएर। हैत्तेरिका आजको दिन राम्रो रहेनछ, मेरो छुट्टी आज थियो। पानी आएर तनाव भयो नि त, यस्तो पानी आइरहेको टक्क देख्न सक्नुहुन्छ कस्तो के है। आज झन् पानी आएर यस्तो दिमाग खराब गर्यो नि यार है। हेर्नु न यस्तो स्याउहरू फलिसक्यो यहाँ होइन, यत्रो स्याउहरू भइसक्यो होइन। यहाँ यसो स्याउहरू देखाउँ भनेर म झन् आज निस्किरहेको थिएँ होइन, देख्न सक्नुहुन्छ यस्तो बोबाल स्याउहरू भइसक्यो यहाँ। अनि पानी पनि आइसक्यो फेरि है, अनि पानी पनि आयो। आज अब भ्लग यतिमै एन्ड होला जस्तो छ होइन। अनि त्यही त अनि गाइस अब पानी परिसक्यो होइन, देख्न सक्नुहुन्छ म पुरै भिज्न लागिसकेँ। अब आजभोलि चाहिँ यहाँ बर्खा लागेको छ होइन, कति बेला पानी पर्छ थाहै नै हुँदैन क्या। त्यही त अनि अब म चाहिँ अब ऊ त्यहाँनिर छ नि, त्यहाँनिर त्यो रुखनिर गएर टक्क अड्डिनु पऱ्यो। पानीले अलि कम भएपछि चाहिँ यसो निस्किनु पर्ला भनेर टक्क अड्डिनु पऱ्यो होइन। अब त्यही हो, अब यहाँ चाहिँ पानी चाहिँ रोक्छ कि होइन यो रुखमा भनेर ट्याक्क बस्नु पऱ्यो। अब यहाँ यो के हो, यो रुख चाहिँ के को रुख हो खै यस्तो गरेर होइन। ए ठुलै पानी पर्यो यार, अब के गर्ने होला। च्या ओहो नि ठुलै आयो नि त पानी त, यस्तो पानी पर्दियो आज यार कुरै छाड्दिनु यार। हैट यो रुखको फेदमा मस्त बस्यो आज होइन, यति ठुलो पानी आयो नि देख्न सक्नुहुन्छ। कति पछि दौडेको यार यति माथिबाट होइन, यति तल दौड्दै कति 500 मिटर चाहिँ थियो होला, दौडेर आयो यार। आज यसो भ्लग बनाऊ भनेको यस्तो पानी आइदियो है। हैत्तेरिका यता चाहिँ यो पहाड एरिया भएर होला होइन, यस्तो पानी आइगएको गर्छ क्या यहाँ चाहिँ होइन। अनि देख्न सक्नुहुन्छ यस्तो छ क्या पहाडहरू, यहाँ चाहिँ माथि जङ्गल भएन, यस्तो पानी आइरहेको कि कुरै छाड्दैन। यस्तो पानी आउँछ नि, यत्रो पानी पर्दियो यार, बाफ रे बाफ, चुत्रुकै रुजाइदियो नि। यस्तो गाह्रो भयो नि। त्यही हो गाइस, तपाईँहरूलाई अब सानोतिनो अपडेट दिउँ भन्न आएको थिएँ। पानीले त रुजाइहाल्यो नि मलाई, डेन्जर आयो यार पानी। हैट यस्तो आइरहेको नि, अझ यति ठुलो आइरहेको क्या पानी, देख्न सक्नुहुन्छ। यति ठुलो आइरहेको है पानी, आमामा यस्तो आउँछ त पानी, कहाँ हुन्छ कि है।